नमस्ते, म डाक्टर प्रदीप कुमार, बालरोग तथा बालमुटु रोग विशेषज्ञ। आज मेरो ओपिडीमा एउटा 2.5 महिनाको बेबी आएको थियो मुटुको जाँच अर्थात् इकोकार्डियोग्राफी गर्न। बच्चा हेर्दा मजाले सुतिरहेको थियो, कम्फर्टेबल थियो, हेर्दा केही त्यस्तो लक्षणहरू देखिएको थिएन। तर त्यो बेबीको मुटुको जाँच अर्थात् इकोकार्डियोग्राफी गर्दा हामीले के थाहा पायौँ भने त्यो बाबुलाई कोआक्टेसन अफ अोर्टा भन्ने जन्मजात मुटु रोग रहेछ। त्यसैले आज हामी कोआक्टेसन अफ अोर्टा भनेको के हो, यसका लक्षणहरू के हुन्छन्, यसको निदान अर्थात् डायग्नोसिस कसरी गरिन्छ र यसको उपचार हुन्छ कि हुँदैन, उपचारको प्रक्रियाहरू के हुन्, के प्रविधिहरू छन् भन्ने बारेमा केही कुरा गर्नेछौँ। कोआक्टेसन अफ अोर्टा भनेको महाधमनीको सङ्कुचन वा महाधमनी साँघुरो हुनु हो। महाधमनी भनेको ठुलो रक्तनली हो जसले मुटुबाट शरीरको बाँकी भागमा रगत पुर्याउने काम गर्छ। यो मुटुको फोटो हो। यो भागलाई लेफ्ट भेन्ट्रिकल भनिन्छ र यो नसालाई अोर्टा अथवा महाधमनी भनिन्छ। यो पुरै भागलाई अोर्टा अर्थात् महाधमनी भनिन्छ भने यो हाफ सर्कल जस्तो बनाएको भागलाई आर्च अफ अोर्टा भनिन्छ। माथि देखाइएको दोस्रो फोटोमा हामी देख्न सक्छौँ कि आर्च अफ अोर्टा चाहिँ एक ठाउँमा निकै साँघुरिएको छ र यस्तो किसिमको जन्मजात मुटु रोगलाई कोआक्टेसन अफ अोर्टा भनिन्छ। अब हामी कोआक्टेसन अफ अोर्टाका लक्षणहरू के हुन्छन् भन्ने बारेमा कुरा गर्नेछौँ। कोआक्टेसन अफ अोर्टाका लक्षणहरू उमेर अनुसारले फरक हुन सक्छन्। 1 वर्ष मुनिका नानीहरूमा चाहिँ यो विभिन्न लक्षणहरू देखिन सक्छन्, जस्तै कि दुध खुवाउन गाह्रो हुने, दुध खाँदाखेरि सजिलै थाक्ने, छिटो वा अप्ठ्यारो गरी सास फेर्ने, बच्चा इरिटेबल भइराख्ने, छालाको रङ फिक्का वा खरानी रङ जस्तो देखिने, तौल राम्ररी नबढ्ने। ठुला बच्चाहरूमा यी लक्षणहरू देखिन सक्छन्। उच्च रक्तचाप, नाकबाट रगत बग्ने, खुट्टामा दुखाइ अथवा खुट्टा चिसो हुने अथवा खुट्टामा कमजोरी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, टाउको दुख्ने। कोआक्टेसन अफ अोर्टाको डायग्नोसिस गर्न हामीलाई निम्न कुराहरूले सहयोग पुर्याउँछ। सर्वप्रथम हामीले बेबीको जेनरल एक्जामिनेसन गर्नुपर्ने हुन्छ। त्यसको नेक्स्ट स्टेप भनेको चाहिँ इको र कहिलेकाहीँ सिटी र एमआरआईले हामीलाई डायग्नोसिस गर्न मद्दत पुर्याउँछ। जेनरल एक्जामिनेसन गर्दा हामीले बिरामीको पल्सेसन भन्नाले नसाहरू वा नाडीहरू फिल गर्नुपर्ने हुन्छ, हातको खुट्टाको सबैतिरको। र त्यस सँगसँगै हामीले बिरामीको हातको र खुट्टाको ब्लड प्रेसर नाप्नुपर्ने हुन्छ। यदि ब्लड प्रेसर नाप्दा हातमा हाई आयो, खुट्टामा लो आयो र सँगसँगै हात र खुट्टाकोमा सिग्निफिकेन्ट डिफरेन्स आयो भने यसले चाहिँ कोआक्टेसन अफ अोर्टालाई सङ्केत गर्छ। हामीले त्यो 2.5 महिनाको नानीको जाँच गर्ने क्रममा के भेट्यौँ भने त्यो नानीको खुट्टाको पल्सेसन्सहरू भन्नाले नाडीहरू चाहिँ अलिक कमजोर थियो र त्यसपछि हामीले त्यो नानीको हातको र खुट्टाको ब्लड प्रेसर नाप्यौँ। हातको ब्लड प्रेसर नाप्दा लगभग 130/90 थियो भने खुट्टाको ब्लड प्रेसर नाप्दा लगभग 90/60 थियो, जुन चाहिँ सिग्निफिकेन्ट फाइन्डिङ थियो। इकोमा महाधमनीको आर्च अफ अोर्टा भन्ने भागको सङ्कुचन पछिको अोर्टिक भागको ठुलोपन, लेफ्ट भेन्ट्रिकुलर वालको मोटोपन र लेफ्ट भेन्ट्रिकलको खुम्चिने पावर भन्नाले लेफ्ट भेन्ट्रिकुलर फङ्सन हेर्ने गर्छौँ। यो भिडियोमा हामीले एउटा नर्मल मुटुको लेफ्ट भेन्ट्रिकल र कोआक्टेसन अफ अोर्टा भएको मुटुको लेफ्ट भेन्ट्रिकलको वालको डिफरेन्स हेर्दैछौँ। हामी यो भिडियोमा देख्न सक्छौँ कि कोआक्टेसन अफ अोर्टा भएको मुटुको लेफ्ट भेन्ट्रिकलको वाल चाहिँ मोटो छ।
नर्मल आर्च अफ अओर्टासँग कम्पेयर गर्दा कोआक्टेसन अफ अओर्टाको आर्चमा चाहिँ साँघुरोपन हामी सजिलै देख्न सक्छौँ। त्यस सँगसँगै हामीले त्यहाँबाट ब्लड फ्लो कस्तो हुँदैछ भनेर चेक गर्नलाई कलर हाल्छौँ। माथिको भिडियोमा कलर हाल्दा एकदम ब्लू कलर पुरै माथिदेखि तलसम्म सजिलो गरी देखिन्छ भने तल्लो भिडियोमा ब्लू र रेडको मिक्सचर देखिन्छ। त्यो मिक्सचरले के बुझ्छ भने त्यहाँ ब्लड चाहिँ अलि अप्ठ्यारो गरेर फ्लो भइरहेछ। आर्च अफ अओर्टाको साँघुरो भागबाट ब्लड कतिको स्पिडले फ्लो भइरहेछ भनेर जाँच्ने क्रममा हामीले के थाहा पायौँ भने ब्लड 4.5 मिटर पर सेकेन्डको स्पिडले फ्लो भइरहेछ, जुन चाहिँ निकै नै एबनर्मल हो। खुसीको कुरा के हो भने कोआक्टेसन अफ अओर्टाको उपचार गर्न सकिन्छ र उपचारको प्रविधिहरू यी दुई प्रकारका हुन्छन्। पहिलो प्रविधि भनेको शल्यक्रिया, जसमा चाहिँ साँघुरो भागलाई काटेर माथिल्लो र तल्लो भागलाई जोडिन्छ, र अर्को प्रविधि भनेको हाम्रो खुट्टाको नसाको माध्यमबाट एउटा सानो बलुन साँघुरो भागसम्म पुर्याइन्छ र साँघुरो भागलाई फराकिलो बनाउन बलुन फुलाइन्छ र कहिलेकाहीँ यही बलुनको माध्यमबाट त्यो भागमा स्टेन्ट पनि राख्न सकिन्छ। आज हामीले कोआक्टेसन अफ अओर्टा भनेको के हो, यसका लक्षणहरू के हुन्छन् र यसको उपचार प्रविधिहरू के छन् भन्ने बारेमा संक्षिप्तमा कुरा गऱ्यौँ। र त्यस सँगसँगै एउटा महत्त्वपूर्ण कुरा के बुझ्यौँ भने कहिलेकाहीँ बच्चाहरूमा कोआक्टेसन अफ अओर्टाका केही पनि लक्षण नदेखिन सक्छन्, तर हामीले नानीहरूलाई राम्ररी एक्जामिन गरेर इकोकार्डियोग्राफी गरेपछि यसको डायग्नोसिस सजिलो गरी हुन सक्छ।